यो चाहिँ महेश दालमोड चाहिँ तराईको एकदम फेभरेट स्पाइसी। यो पनि एड हुनेवाला छ चटपटमा। त्यस पछाडि यो वाइ चाहिँ 10 रुपैयाँवाला वाइ है। 10 रुपियाँको वाइ कहाँ पाउँछ भन्दाखेरि हाम्रो नेपालगञ्जमा पाउँछ यो। अनि त्यसपछि यो 25 को भुजा म यो मिक्स गरेर अनि यो चाहिँ भुजिया दालमोड के भन्नुहुन्छ पिन्टु स्नेहा भन्ने नमकिन दालमोड चाहिँ म हाल्न जाँदैछु। यो यतिको म चाहिँ यतिको चाहिँ म चटपट बनाउँछु है त आज। सँगसँगै यो नुडल्सको पनि बनाउँछु। नुडल्स चाहिँ हामीले अघि खानालाई खोलिसकेका। यो खाइ पनि हाले यो पनि मिक्स हुन्छ। अनि त्यसपछि यो मोटु पतलु यो पनि अलिअलि मिक्स गरेर म यतिको चाहिँ चटपट बनाउँछु है त। अब चाहिँ मैले के हाल्छु सुरुमा यो प्याज भयो होइन किर्सल, सरी प्याजै त हुँदैन, यो टमाटर धनियाँ अनि यो प्याजको हरियो पत्ता। तर किर्सलले यो अहिले यो खाँदैन त्यही भएर यो खुर्सानी हालेन, यति मात्र हाल्छौँ हामी। यसमा चाहिँ थोरै भुजा हाल्छौँ होइन, किनभने किर्सलले मैले मात्र खाने हो नि त, त्यही भएर थोरै भुजा हाल्छौँ। भोलि बनाएर खान्छौँ हामी। 100 रुपियाँको चटपट चाहिँ 2 दिन पुग्ने गरी हुन्छ नि हामीलाई, किनभने 100 रुपियाँको सामान हो कि त्यही भएर भने किर्छ। ल हाल त मटरहरू पनि देखाउ न कहाँ किस्यो। यो चाहिँ स्पाइसी मटर अनि यो चाहिँ चाउचाउ दुईवटा परेछ। हामी चाहिँ लक्की नै रहेछौँ है। एउटा 10 रुपियाँको चाउचाउमा 2टा मिर्ची पर्यो होइन खुर्सानी। अनि त्यस पछाडि यो चाउचाउ निकालेर खाऊँ यो हाल्यौँ। त्यस पछाडि अलिकति नुडल्स पनि हाल्यौँ। माइगर धेरै नहालौँ किर्सलले खान्छ। अनि अलिकति हाल्यौँ मोटु पातलो, यसलाई के भन्छ चिज बल हाल्यौँ। मोटु पातलो किर्सलले खानालाई ल्याएको हो त्यही भएर थोरै हाल्यौँ। भुजा चाहिँ धेरै हाल्यौँ क्या। ल सो अब नुन पनि हाल्छौँ हामी। नुन पनि हाल्यौँ। देखाइरहेको छु नि कहाँ घुमाएको त होइन नि। नुन हाल्यौँ। 2x गरिदिउँ त। अब यो कागती पनि चुहायो। हामीले हातले मुस्न जाँदैछौँ हाम्रो चटपट स्पेसलवाला चटपट। हामी चाहिँ यसरी हटपट चटपट जस्ट 25 3 मिनट भयो। 100 हामीले 25 मात्र गऱ्यो भने यसमा चाहिँ खोर्सानी एड गरे छैन, हरियो खोर्सानी किर्सलले खाँदैन भनेर धुलो खोर्सानी पनि एड गरे छैन। सो किर्सललाई छुट्टाइदिन्छु म। त्यस पछाडि म खान्छु। रेडी भयो चटपट देखाउ त किर्सल। झटपट कस्तो भयो मम्मी? यस्तो गरेको है। ल देखाउ त हाम्रो चटपट नजिकबाट। हाम्रो यस्तो चटपट भयो। म खान्छु। मेरो नजिकबाट खिच्यौ त खाएको। मैले भिडियो चलाएको टिभीमा तर आवाज आइरहेको होला। मम्मी मेरो भिडियो निस्किहाल्छ क्या। बस किर्सललाई यसमा राखिदिन्छु, धेरै खाँदैन, यति नै खाला किर्सलले। त्यस पछाडि भाँडोमा भाँडोसँग म खान्छु। मेरो लागि यो दुईटै खोर्सानी मिक्स गरेँ, यो पनि मिक्स गरेँ, पिरो बनाएर खाने हो। हरियो खोर्सानी पनि मिक्स गरेँ। खोर्सानी चाहिँ एउटा मात्र राखेँ किनभने छोडो त्यो चटपट छ। सो अब खाएर देखाउँछु है त म। सो अब मैले अघि बनाएको चटपट यसरी खान गइरहेकी छु। खुर्सानी छ,
हरी खोर्सानी यो घरमा बनाएको चटपटको स्वाद कस्तो मिठो हुन्छ नि। एकबाटै पनि खान सकिन्छ तर एकचोटि खान मन लाग्दैन। सोमा मात्र एकदम सबै भएको बेला एकबाट बनाएर खाएर बस्नुहुन्छ। अघि आँप खाएको नि त पुरै दाँत खिरेर खाँदाखेरि त पाउन सक्यो। गाह्रो भयो हमला खाएर हावाले गयो। तो मिठो भयो। लोकल धनिया लोकल खोर्सानी फ्रेश प्याज फ्रेश टमाटर सब अर्ग्यानिक। एक दिन एक बट्टा खानुपर्छ एक बट्टा। भनेको त छोरोले नि यति बनाइसकेछ है। पिरो भएर केही त हालेको छैन।